1365 नम्बरको क्वेसन हो, हाउ मेनी नम्बर्स आर स्मलर देन द कनेक्ट नम्बर भनेको छ। यसमा चाहिँ एरे दिएको छ, त्यो एरेको चाहिँ इलिमेन्ट्सहरू चाहिँ बाँकी बसेको इलिमेन्टभन्दा कतिवटा इलिमेन्टभन्दा चाहिँ ठुलो छ भनेर पत्ता लगाउनु पर्ने हो है। जस्तो यो 8 हेरौँ, 1 2 3 4 चारवटा इलिमेन्टभन्दा ठुलो छ। यो 1 चाहिँ आफैमा सबभन्दा सानो हुनाले चाहिँ कुनै पनि इलिमेन्टभन्दा ठुलो छैन, त्यो 0 भयो। यो 2 चाहिँ एउटा इलिमेन्टभन्दा ठुलो छ, त्यो 1 भन्दा ठुलो छ। र 3 चाहिँ तिनवटा इलिमेन्टभन्दा ठुलो छ, 1 2 2 तिनवटा इलिमेन्टभन्दा ठुलो छ है त। ओके, सो अब हामीले चाहिँ के गर्नु पऱ्यो भने बेस्ट वे भनेको चाहिँ यसलाई सर्ट गर्ने हो। पहिला सर्ट गरेपछि के हुन्छ भन्दाखेरि ठुल्ठुलाहरू चाहिँ पछाडि जान्छ नि त। सो लेट्स सर्ट गरे हेरौँ है त। भनेको यसलाई सर्ट गरेर के आउँछ, 1 आउँछ, 2 आउँछ, 2 आउँछ, 3 आउँछ, 8 आउँछ है त। अब सर्ट गरिसकेपछि अब यहाँ हेरौँ त, यो 8 चाहिँ कतिवटा भन्दा ठुलो छ, 1 2 3 4 भन्दा ठुलो छ। 3 कतिवटा भन्दा ठुलो छ, 1 2 3 भन्दा ठुलो छ। यो 2 एउटा भन्दा ठुलो छ होइन, यो 2 त अलरेडी दुईवटा छ। र भनेको अब हामीले एउटा कुरो के गर्छ भन्दाखेरि फर्स्ट अकरेन्स अफ द्याट नम्बर पत्ता लगाउने होइन। भनेको जस्तो यदि 8 कतिवटा भन्दा ठुलो छ भनेर पत्ता लगाउनु पऱ्यो भने 1 2 3 4 चारवटा भन्दा ठुलो छ भनेपछि यसको इन्डेक्स कति भयो, 4 भयो। 0 1 2 3 4 भनेपछि त्यो उसको इन्डेक्स नै ऊ कतिवटा भन्दा ठुलो छ भन्ने थाहा पाउँछ है त। फर्स्ट अकरेन्सको चाहिँ इन्डेक्स है। जस्तो यस्तो यो दुईवटा 2 छ, यो केसमा चाहिँ के हुन्छ भने जस्तो यसमा यहाँ आउँदाखेरि त इन्डेक्स त 2 हुनुपर्ने हो नि त, दुईवटा भन्दा ठुलो छैन नि त यो, किनभने एउटा भन्दा ठुलो छ, किनभने यो आफै 2 भयो। त्यो कारणले गर्दाखेरि चाहिँ फर्स्ट अकरेन्स हेरौँ है त। अब यसको लागि कसरी गर्न सकिन्छ भने अब पहिला चाहिँ जस्तो लेट्स से के बनाऊँ भन्दाखेरि बिगर देन भनेर बनाऊ, नम्सलाई चाहिँ पठाऊँ। त्यसपछि सबभन्दा पहिला के गरौँ भन्दाखेरि एउटा ह्यास म्याप बनाऊँ, त्यो स्टोर गर्नको लागि, त्यो हाम्रो इन्डेक्स र उसको पेयर स्टोर गर्नको लागि ह्यास म्याप बनाऊँ। ओके, यो यस्तो भयो। ओके, अनि अब एउटा हामीले चाहिँ पहिला सर्ट गर्नु पर्यो होइन त्यो नम्सलाई। सर्ट गर्नु पर्यो नम्सलाई त। यसले सर्ट गरेर अब हामीले सर्ट गरेको थियौँ। अब हामीले के गर्नु पर्यो, फर्स्ट अकरेन्स पत्ता लगाउनु। फर्स्ट अकरेन्स पत्ता लगाउनु के गर्नु पर्यो, फर आई नम इन, जस्तो हामीले केमा चेक गर्नु पर्यो भने हामीले चेक गर्नु पर्यो टेम्पमा होइन। टेम्पमा चाहिँ फर्स्ट चाहिँ अकरेन्स पत्ता लगाउनु पर्यो हामीले यो यसको। ओके, भनेपछि अब फर्स्ट अकरेन्स भनेको सबभन्दा पहिला के गर्छ यसले, यहाँ हेरौँ है त। पहिला यो चेक गर्छ होइन, यो चेक गरिसकेपछि चाहिँ जस्तो यो गिभन नम्बर चाहिँ त्यो आउनको लागि होइन, जस्तो यो चेक गर्छ, यो चेक गर्छ र कहाँनिर फर्स्टचोटि आउँछ त्यसको चाहिँ त्यो चाहिँ पत्ता लगाउँछ यसले होइन। त्यसपछि अब हामीले के गर्छौँ भने त्यो फर्स्ट अकरेन्स आएपछि हामी के गर्छौँ भन्दाखेरि अब इफ नम नट इन डी, यदि नम चाहिँ डीमा छैन भने चाहिँ स्टोर गरिदिन्छौँ हामी नम हाम्रो डी भन्दा पनि यो ह्यास म्यापमा चाहिँ स्टोर गर्छौँ। भनेपछि हामी केमा स्टोर गर्छौँ, ह्यास म्यापमा चाहिँ नमको चाहिँ इन्डेक्स स्टोर गर्छौँ। अब यसले के गर्छ भने यो चाहिँ फर्स्ट अकरेन्स पत्ता लगाउँछ होइन त। भनेको म्याप स्टोर्स द फर्स्ट अकरेन्स इन्डेक्स अफ इच नम्बर इन द डिक्सनरी, त्यो भयो भने चाहिँ हाउ मेनी स्मलर हो भन्ने कुरो थाहा हुन्छ होइन। अब हामीले चाहिँ यसको काउन्ट पत्ता अब भन्छ यसलाई अब एरेमा निकाल्नु पऱ्यो नि त होइन। त्यसको लागि चाहिँ हामी के गर्नु पऱ्यो, फर आई इन नम्स गरौँ। अब त्यसपछि हामीले चाहिँ अब त्यो एउटा चाहिँ एउटा टेम्पोररी कुनै लेट्स एउटा टेम्पोररी चाहिँ भेरिएबल बनाऊ रिटर्न गर्नको लागि चाहिँ एउटा एरे बनाऊ। त्यो एरेमा चाहिँ अब हामीले चाहिँ एपेन्ड, अब यो हामीले चाहिँ ह्यास म्यापको चाहिँ आई गरौँ है त। अब हामीले यसलाई चाहिँ रिटर्न गऱ्यौँ भने चाहिँ यसले चाहिँ हाम्रो कतिवटा स्मलर छ भन्ने एरे चाहिँ रिटर्न गर्नुपर्ने हो। सो आई थिङ्क आई डिड सम मिस्टेक। यसको यो पाथको प्रब्लम हो, यसलाई हामीले चाहिँ
ओके, यसको चाहिँ हामीले यसलाई चाहिँ फेरि खोल्यौँ भने चाहिँ सल्भ हुन्छ कहिलेकाहीँ यो। ओके, के प्रब्लम आइरहेछ यसलाई, लेट्स ट्राई रनिङ इट। ओके, हामीले प्रिन्ट केही पनि गरेको छैनौँ भने अब हामीले के गर्न सक्छ भन्दा एउटा नम्बर लियौँ, जुन चाहिँ नम्बर लिए पनि भयो, यही नम्बर लियौँ। यो नम्बरलाई चाहिँ हामी नम्समा अब हामीले प्रिन्ट के गर्नु पर्यो, प्रिन्ट चाहिँ बिगर देन मा चाहिँ हामीले के नम्स पास गरौँ, नम्स पास गरौँ। अब यसले के दिन्छ भने यसले चाहिँ त्यो हामीलाई चाहिने रिजल्ट दिन्छ भनेको जस्तो लेट्स चाहिँ हाम्रो के थियो आउट इनपुट 81223 थियो भने यसको आउटपुट के हुनु पर्थ्यो, यहाँ हामीले यहीँबाट कपी गरे भने 40113 भने चाहिँ यसले चाहिँ एक्युरेटली हाम्रो रिजल्ट दिइरहेको छ। अब यो चाहिँ एकदमै धेरै चाहिँ सोधिरहेको क्वेसन हुनाले यो चाहिँ अलिक मजाले नै ध्यान दिएर हेर्दा हुन्छ दोहोऱ्याएर। इफ देयर इज एनी प्रब्लम यु क्यान जस्ट कमेन्ट मी यो भिडियोको, र अरू भिडियोहरू चाहिँ हेर्नको लागि चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस्।